नमस्ते सेवा र सबैजनालाई फेरि पनि मेरो अर्को ब्लगमा तपाईहरुलाई धेरै धेरै स्वागत छ है। जो पनि नयाँ हुनुहुन्छ प्लिज लाइक सब्स्क्राइब गरिदिनुस् होला। खास म अब घर आउनुको कारण चाहिँ के हो भने चाहिँ मेरो साथीको रिसेप्सन छ है। मेरो साथीको रिसेप्सन चाहिँ नभइ थियो बिसुको, अनि त्यसको लागि आएको। खास बिहा चाहिँ भोलि छ। अब म चाहिँ आज माथि एकछिन काम सघाउन जानु पर्यो भनेको, नानीले दिँदैन है। फेरि खिमसेकलाई खाजा बनाइदिनु पर्ने रे। अब खाजा बनाएर पठाइदिनु पर्ने अरे। अब के गर्दा उपाएर बस्ने रहेछ जम भनेको। अब सी यु गाइज माथि बिहा घरमा लगेर अब तपाईहरुलाई त्यहाँको टुर गराइदिन्छु है, के कति सकिसक्यो भनेर। यो चाहिँ आज म्यागी फ्रुट्स, अन्त यो चाहिँ बेलुका ट्युसन बसेर खाने बिस्कुट। अब यहाँ प्याक गरेर जान्छ। टाली जाँदैन होला नि, टाइम त भयो तर पानी चाहिँ बिहानै लगेर जान्छ हो। उसको आइरन म्यान चाहिँ फेभरेट हो है। आमा आमा ए कसले लगिदिन्छ? हामी चाहिँ बल्लै जाँदैछौँ भाइ सघाउनु। यो पनि उठेछ, के काम गर्ने दिन्थ्यो होला यसले त। इस्कुस बारी हाम्रो बारी पनि बिहा रहेछ, गीत बज्दैछ कुछ कुछ होता है। हाम्रो चाहिँ यहाँनिर माछा पनि पाल्छ, सानो पोखरी छ यहाँनिर। यो चाहिँ हाम्रो सुँगुरको खोर। यो चाहिँ हाम्रो मङ्गर दाजुको घर। कस्तो दामी फुलेको छ अर्किड। लु तुमा कस्तो बनाउनु पर्छ अरे भन्नु त। फर्सीको पनि बनाइदिनु अरे, फर्सीको पनि बनाइदिनु अरे। यहाँ आन्टीले पनि बनाइदिनु हुन्छ अरे। पर्स पनि बनाइदिनु। जन्ती त छोरा मान्छे मात्रै ज्यादा छ अरे, भक्कु बनाइदिनु पर्छ। यहाँ मामाले के खाएको? सुँगुरको मासु र के हो त्यो? लट्टे साग। आमा खुवाइ त हेबी छ त डाइट त। लट्टे कति दामी सुन्छ। यहाँ तिहान यहाँ उसको बोजूलाई रेडी बनाए है। ऊ अब घुम्नु जानुको लागि। खै छिटो न यतानिर निनीलाई। आमा रेडी भयो है हाम्रो कान्छा बाजे। कान्छा बाजे रेडी भए घुम्नु। होइन ऊ गम्बुट पनि लगाएको अरे। यहाँ कसले बास लगायो? ए लु है बिहा घर चाहिँ यहाँ है, व्हाइट कलरको भएको। लु काम सगनीहरू लागे। लु नेपालबाट आउनु भएको पाहुना छिटो आउनुहोस्। हाम्रो घर चाहिँ 5 मिनट हो, तर म 1 घन्टामा मात्रै पुग्दैछु। अम्मै भाउजूको कुखुराहरू थुप्रो छ नि हौ यहाँ। यो है खाजाहरू चाहिँ बच्चा ए ठुलै रहेछ। पोचे रहेछ त यहीँनिर। अन्त पोचेहरू पनि लगाइदिनु पर्छ नि भोलि। हुन्छ त्यो पोचे पनि निकालेर लगाइदिन्छ चस्मा बनाएर। अम्मै कस्तो दामी घर बनाएछ। आइचला लु हामी चाहिँ आइपुग्यौँ है। बारहरू यहाँ माथि। वेलकम यहाँबाट। अम्मै सबैजना रहेछ नि। यो चाहिँ उयो हो मण्डप।
मण्डप थियो रहेछ यो ए यहाँ त भत्का झारै छ नि अनि भत्का तर यो हटाइर रहेछ आयो तिमी यता ल्याइदे तामझाम त पुरै रहेछ अब कहिले बनाइसक्नु हजुर अन्त त है म भिडियो बनाइन्छु हजुर ठिकै हुनुहुन्छ तुम्मा खाप्सी रेडी हुँदै रहेछ यहाँ चाहिँ हाम्रै भाइहरू रहेछ यहाँनिर बनाउनेहरू चाहिँ यो त यतिकै राख्दा भयो नभित्काउनु लु हेर्नु न अब भात खाने जग्गा र बार हेर्नु त कुन चाहिँ ठुलो छ भात इम्पोर्टेन्ट होइन सबभन्दा इम्पोर्टेन्ट चाहिँ यो बारै रहेछ तुममा के इम्पोर्टेन्ट रहेछ टक्की बारै इम्पोर्टेन्ट रहेछ है लु हाम्रो सुम्बुकमा चाहिँ अब यहाँ टक्किलाहरू बनाउने सिस्टम छ मजाको देख्यो यहाँनिर अर्को भ्लगर पनि भेटेको छु तेरो के छ भन् यहाँनिर उहाँको पनि सब्सक्राइब गरिदिनुहोस् होला म त हाँसेकै मात्रै हुन्छ यहाँनिर चाहिँ हामी चाहिँ बिहा घर चाहिँ हेर्नु नि अब पुस्ता साह्रो पर्छ होला यहाँ हामी चाहिँ नानीको आमाहरू चाहिँ हुँदैन रहेछ हामी चाहिँ सँगै स्कुल पढेको तैँले भन्दा अलिक एक्सपिरियन्स हामी चाहिँ होइन अब के भन्छ स्कुलहरू सँगै पढेको 11 12 अन्त हामी चाहिँ कति वर्ष बाद भेटेको होइन यसको चाहिँ नानी भइसकेको छ नानी चाहिँ यत्रो छ कति वर्ष बाद भेटेको अन्त यो चाहिँ अब भर्खर न्यू बर्न बेबीको मम हो है न्यू भर्खर पनि यता चिले अब भन्दैकै मलाई पनि मागिहालेँ मैले अब यसलाई मैले खाएको यसलाई अलिकति उयो भइहाल्यो अरे मोटाएर झन् है मेरो छेउमा त होइन म मोटेको छु त अहिले मोडल जस्तो देखिस हुन्छ पुरा मोटेको छु अहिले म चाहिँ मोडल हो त चाहिँ मोडल लु म पनि चिया पिएँ है यहाँ चाहिँ हुँदैछ हाम्रो यहाँ तीर्थतुम्बा कस्तो दामी बनाएछ है यहाँनिर यो चाहिँ जन्ती बस्ने डेरा अरे म त अघि खाना खाने पो भन्दै थिएँ ए ला पानी परेको है त है यहाँ चाहिँ सेलरोटी पोल्दै थियो पानी परेर छैन अब हामी गएको घर पानी परिगयो है पानी परिगयो जुङ्गो